त्यो हेलो गाइज होइन आजबाट चाहिँ हाम्रो चाहिँ होइन बडीहरूलाई चाहिँ कसरी स्ट्रङ बनाउने प्लस कसरी ग्रोथहरू गर्ने भन्ने बारेमा छ होइन हाम्रो यो टपिक चाहिँ होइन हामीले चाहिँ यसलाई चाहिँ कसरी बनाउन सक्छौँ बडीहरू होइन हामीले हरेक बोन्स त होइन बोन्सहरूलाई स्ट्रङ पार्नुपर्छ होइन त्यसको लागि अब हामीले फर्स्टमा फोर आर्म्सतिर जान्छौँ होइन यो फोर आर्म्स होइन यो भनेको हाम्रो यो भनेको हाम्रो यो भनेको फोर आर्म्स हो होइन यस्तो अब यो फोर आर्म्स बढाउनको लागि पनि हामीले म डम्बल यहीँ छ मेरो यहीँ चाहिँ म डम्बल लिएर आउँछु यो चाहिँ एउटा डम्बल हो यो डम्बललाई चाहिँ हामीले कसरी उस गर्न सक्छौँ भन्दाखेरि यसरी 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 घुमाउनुहोस् यसरी हात यसरी 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 अनि यसरी माथि तल तल माथि तल यो डम्बल चाहिँ स्मुथ तरिकाले समात्नु पऱ्यो होइन यसरी यसरी समात्नु पऱ्यो अनि त्यसपछि यदि तपाईँलाई यो यस्तो यस्तो होइन यस्तो यस्तो यो टाइट बनाउनु छ भने यस्तो यस्तो गर्नुहोस् यस्तो यस्तो गर्नुभयो भने योनिर चाहिँ बढ्छ यहाँनिर छाम्नु भने तपाईँको छुट्टै यस्तो साह्रो बनेको हुन्छ नि होइन यस्तो साह्रो बनेको हुन्छ यस्तो 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 गर्नुहोस् यहाँ राखेर गर्नुहोस् तपाईँले अब हेर्नुहोस् फर्स्ट टाइम गर्नुभएको छ भने यसरी यसरी गऱ्यो भने हुँदैन ओके हाम्रो चाहिँ आज चाहिँ यो भिडियो चाहिँ लङ हुन्छ होइन त्यही भएर म तपाईँलाई यस्तो तरिकाले सिकाउँछु कि तपाईँको बडी एक तालमै होइन एक तालमै बिल्ड हुन्छ ग्रोथ हुन्छ होइन अब चाहिँ हामीले चाहिँ होइन मैले भनेको यो हो यस्तो यस्तोहरू होइन सोधेर म आज सबैको बारेमा भन्छु ल होइन आफ्नो बडीलाई चाहिँ कसरी ग्रोथ गर्ने यो सिक्स प्याकको लागि चाहिँ स्ट्रेन्थ चाहिन्छ स्ट्रेन्थ भयो भने चाहिँ अब जे पनि गर्न सकिन्छ भने अब दकुर्ने होइन साइक्लिङ त्यस्तो सबै सकिन्छ साइक्लिङ गर्नुभयो भने स्ट्रेन्थ जतिको थियो त्योभन्दा लेभल अफ इन्क्रिज हुँदै जान्छ होइन अब यो म सोधोतिर जान्छु सोधोतिर उस गर्नको लागि चाहिँ तपाईँ यस्तो यो सिधा यसरी सिधा राख्नुभयो भने यसरी सिधा राख्नुभयो भने हेर्नुहोस् यहाँ यसरी 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 बनेको हुन्छ यहाँ छुट्टिँदै जान्छ यसरी छुट्टिँदै जान्छ होइन अनि यो पनि छुट्टिँदै जान्छ यो पनि छुट्टिँदै जान्छ हेर्नुहोस् छुट्टिँदै जान्छ कि जान्छ होइन छुट्टिँदै जान्छ कि अनि यो पनि तपाईँको नि यस्तो यसरी राख्नुभयो भने तपाईँ यो पनि छुट्टिँदै जान्छ यो पनि छुट्टिँदै जान्छ यो छ नि यो छुट्टिँदै जान्छ यो पनि छुट्टिँदै जान्छ तपाईँले यस्तो प्र्याक्टिस गर्नुभयो भने यसलाई 1 मिनटसम्म राख्न सक्नुभयो भने तपाईँको चाहिँ दामी हुन्छ यो सोल्डर मात्र होइन यहाँको चाहिँ बढी हुन्छ यहाँको चाहिँ डर हुन्छ बबाल अनि त्यसपछि हामी जान्छौँ अब यो तपाईँको नसा ननिक्लिने भनेको कारण तपाईँले यो नसा निकाल्नु पऱ्यो होइन नसा निकाल्न पऱ्यो तपाईँहरूलाई मेरो नि खासै नसा निस्किन्न यो मैले गरेको लगभग एक महिना 1 वर्ष म साथमा धेरै गर्थेँ यस्तो धेरै गर्थेँ त्यसपछि नसा निस्किनु थाल्थ्यो होइन हेर्नुहोस् नसा ट्राई गर्छु मेरो नखा निस्कियो यो क्यामेरा चाहिँ नदेखिया हो कि आई थिङ्क ए क्यामेरामा राम्रोसँग नदेखिया रहेछ नसा चाहिँ यसरी निस्किन्छ यताबाट देखेर चाहिँ हामीले यसरी चाहिँ नसाहरूलाई चाहिँ बिल्डअप गर्न सक्छौँ यदि हामीले अब जस्तै तपाईँसँग रम छैन होइन केही भारी चिज के अरे उठायौँ भने नि त्यस्तो के अरे बनाउन सक्छौँ हामीले बडी सडी अब तपाईँलाई बडी पनि बनाउनु छ आफूसँग जिमको पैसा पनि छैन जिमको पैसा नभए पनि आफ्नो बडी बनाउनु छ प्लस आफ्नो आमा बुबालाई खुसी राख्नु छ भने के गर्नुहोस् भन्दाखेरि आफ्नो बडी बिल्डअप पनि हुन्छ प्लस आफ्नो आमा बुबालाई सहयोग पनि हुन्छ होइन आफ्नो आमा बुबालाई सहयोग पनि हुन्छ त्यसको लागि चाहिँ के गर्नु भन्दाखेरि आफ्नो आमा बुबाको सहयोग गर्नुहोस् केही भारी चिज छ भने आफ्नो लेभलभन्दा ठुलो चाहिँ धेरै नउठाउनुहोस् फेरि यो अब केही यसरी उठाउनु छ भने चाहिँ यसरी उठाउनु छ भने चाहिँ यो हुन्छ नि यो ब्याकबोन चाहिँ फेरि भाँचिन सक्छ आफूले सक्ने भन्दा अलिकति थोरै यति बडी वेट उठाउन मिल्छ त्योभन्दा धेरै लास्टै जस्तै अब मान्छे चाहिँ 40 केजीको हो त्यसले 55 केजीको उठाउनु खोज्यो भने त्यो त भाँचियो नि यसो भाँचियो जस्तै म 60 केजीको छु
मैले 40-50 इजिली उठाउन सक्छु, यस्तै हो। तर गाह्रो हुन्छ। जस्तै म 50 केजीको बोरा के अरे धाडमा उठाएर लिएर जान सक्छु, त्यही हो होइन। यस्तो गऱ्यो भने त्यो पछाडिको उस पनि बिल्डअप हुन्छ होइन। यसरी 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 यदि तपाईँसँग यो डम्बल पनि छैन भने केही बाल्टीमा केही राखेर अथवा केही गरेर यसरी यसरी पुसअप्स गर्नुभयो भने तपाईँले लगभग पुसअप्स 20 पुसअप गरिदिनु भयो भने नि एक दिनको लागि हुन्छ। यदि स्क्वाट्स गर्नुभयो भने नि ठिक्कको हो, दामी। 20 स्क्वाट्स 50 स्क्वाट्स गर्नुभयो भने दामी होइन। स्क्वाट्स गर्नुभयो भने चाहिँ तपाईँको चाहिँ यस्तो यो खुट्टातिर उयो छ नि लास्टै बिल्ड जान्छ, लास्टै बिल्ड हुन्छ होइन। अब यो सिक्स प्याकको कुरा गरौँ भने यसको लागि तपाईँले दौडिने होइन फिजिकल एक्सर्साइजहरू गर्नुपर्छ। जस्तै आर्मीहरूले गर्छ नि ट्रेनिङ, त्यस्तो गर्नुभयो भने चाहिँ तपाईँ ढुक्कले इजिली गर्न सक्नुहुन्छ होइन। यो चाहिँ अब चेस्टको कुरा गरौँ। चेस्टको लागि चाहिँ के गर्नु भन्दाखेरि चेस्टको लागि म अब पर्सितिर चाहिँ एउटा सर्ट भिडियो हाल्छु, त्यसमा चाहिँ चेस्टको चाहिँ पुरै डिटेल्स भनेर देखाइदिएको हुन्छु होइन। त्यसमा त्यो फलो गर्नुभयो भने तपाईँ ढुक्क इजिली सक्नुहुन्छ त्यो चाहिँ। चेस्ट तपाईँको यस्तो बिल्डअप हुन्छ होइन। अरूको भिडियो हाँसी होस् नहोला, म भ्युजको लागि लाइकको लागि गरेँ होइन, सब्सक्राइबरको लागि मात्रै पनि गरेँ होइन। म आफ्नो च्यानल ग्रोथ प्लस आफ्नो पढाइको सिलसिला प्लस अब म आफ्नो जिन्दगीमा ब्रिटिस आर्मी आई वान्ट टु बी ब्रिटिस आर्मी, म ब्रिटिस आर्मी बन्न चाहन्छु होइन। यदि मैले त्यो भागमा केही गर्नु किनभने चाहिँ मेरो यो अब युट्युब च्यानल क्रिएसन गऱ्यो भने नि म आई थिङ्क म गर्न सक्छु होइन। केही चिज छ भने यस्तो दुनियाँमा जुन इम्पोसिबल छ। त्यसैले अहिलेदेखि मिहिनेत गर्नुहोस्। लभ इज ब्युटिफुल बट मनी इज पावरफुल। लभ सुन्दरताले भरिएको हुन्छ तर मनी चाहिँ त्योभन्दा दमदार हुन्छ होइन। काम यस्तो गर्नुहोस् कि सिलसिला सबैले थाहा पाउनु होइन। काम यस्तो तरिकाले गर्नुहोस् कि जुन कसैले नथाहा पाउनु। काम धैर्यतापूर्वक र सुनसान तरिकाले गर्ने हो, तर रिजल्ट आएपछि तिनीहरूले आफै थाहा पाउँछन् कि यो मान्छेले काम कस्तो गरेको छ भनेर, बुझ्यौ नि। त्यसै नै हामीले अब कसैलाई नभनिकन बडी बिल्डअप गर्ने होइन, आमाबाउलाई नभनिकन डाइरेक्टली आमाबाउको काम सबै गरिदिएपछि उनीहरू पनि खुसी प्लस हाम्रो बडी पनि बिल्डअप। द्याट्स इट। थ्याङ्क्स फर वाचिङ माई भिडियो। आजको लागि यति नै। प्लस भोलि पर्सितिर चाहिँ म अब के गर्छु भन्दाखेरि चेस्टको बारे पनि हाल्छु होइन। अनि त्यही ओके, we will meet at another video. Thanks for watching. That's it. Okay bro, and that's it. Bye.